बैठक स्थगन गरे पछाडि र क्लबहरूले होम एन्ड अवे फर्मेटको सन्दर्भमा दिएको सुझावहरू र त्योसँग सम्बन्धित चाहिँ पत्रकार सम्मेलन लगायत पछि हामीले आजको बैठक स्थगन वरिपरिको सन्दर्भमा अलिकति एन्फाको सन्दर्भमा एन्फाको धारणा सार्वजनिक गर्नुपर्ने त्यो वरिपरि चाहिँ अलिकति भ्रमहरू केही गएको हुँदाखेरि तपाईँहरूसँग स्पष्ट गरौँ र तपाईँहरू मार्फत आम फुटबल प्रेमीहरू समक्ष हाम्रो धारणाहरू स्पष्ट गरौँ भनेर हामीले आज भेटघाटको आयोजना गरेका छौँ। र खास गरी हामीले यो लिग अलिकति ढिलो भयो भन्ने सन्दर्भ छ। त्यसमा तपाईँहरूलाई थाहा छ कि बी डिभिजन लिगको हुन नसकेको कारणले बी डिभिजन लिगमा अलिकति समस्या भयो लामो समय पछाडि एन्फाले त्यसलाई चाहिँ विशेष ढङ्गले पहल गर्दै बी डिभिजन लिग सम्पन्न गरिसके पछाडि अब ए डिभिजन आयोजना गर्ने बाटो खुलेको छ र त्यसलाई हामीले सम्पन्न गर्ने सन्दर्भमा अब नेपाली फुटबलको विकासमा हामीले गर्नै पर्ने ढिलो चाँडो गर्नै पर्ने होम एन्ड अवेको फर्मेटमा जाने सन्दर्भ र क्लबहरूलाई होम ग्राउन्ड उपलब्ध गराउने, चाहे त्यो क्लबले खोजेर होस् या एन्फाले पहल गरेर होस् र त्यो मार्फत क्लबहरूलाई चाहिँ अलिकति सबै हिसाबले व्यावसायिक बनाउन पहल गर्ने, लिगको मार्फत गर्न भन्ने उद्देश्यले हामीले क्लबहरूसँग केही छलफलहरू गरेका थियौँ। एउटा बैठकबाट हामीले त्यो प्रस्ताव राखेपछि क्लबहरूले चाहिँ हामीले अलिकति समय चाहिन्छ, हामी छलफलमा आकस्मिक आउँदा यो प्रस्ताव सुन्यो, अब अहिले आफ्नो धारणा राख्न सकिन्न र केही समय चाहिन्छ, केही समय पछाडि हामी आफ्नो धारणा लिएर आउँछौँ भन्नुभएको थियो र हामीले बैठक पनि आयोजना गरेको थियो। तर पछाडि यो मैले अघि देखिन्छु भने कि यो आन्दोलन विभिन्न कारणले त्यो बैठक स्थगन भएको थियो र हामीले 26 गते बैठक आयोजना गर्ने भनेका थियौँ र 26 गतेभन्दा अगाडि क्लबहरूले अघिल्लो दिन पत्रकार सम्मेलन गर्नुभयो र त्यसको भोलिपल्ट बैठकको दिन हामीले 11 बजे वरिपरि होला क्लबहरूको सुझाव पत्र आइसके पछाडि हामीले अलिकति होमवर्क क्रियाकारी गर्नुपर्ने फेरि भन्ने लाग्यो र हामीले बैठकलाई तत्काल स्थगन गरेका थियौँ। र त्यो बैठकको स्थगन गर्ने कारण भनेको चाहिँ क्लबहरूको प्रस्ताव चाहिँ खास गरिकन इन्डिपेन्डेन्ट लिग कमिटी गठनको सन्दर्भ र चाहिँ अब मैदानको सन्दर्भमा चाहिँ कम्तीमा 10 वर्ष लिजिङ लगायतका विषयहरू, लिजिङ हुनुपर्ने भन्ने विषयहरू र अरू पनि जुन कुराहरू उहाँहरूले राख्नुभएको थियो र त्यस पछाडि अलिकति एन्फाको तर्फबाट पनि 81 बैठक बस्दाखेरि गृहकार्य नपुगेको कारणले हामीले स्थगन गर्यौँ र अहिले हामीले चाहिँ हेरिरहेका छौँ र यो सबै तयारी गर्न चाहिँ क्लबहरूले चाहिँ कम्तीमा 10 महिना चाहिन्छ भन्ने खालको उहाँहरूको कुरा छ। त्यस कारणले गर्दाखेरि अब हामीले अहिले के सोचिरहेका छौँ र क्लबहरूको यो प्रस्ताव आइसके पछाडि होम एन्ड अवेमा जाने कुरामा क्लबहरूले पनि त्यो कुरालाई रियलाइज गर्नुभएको छ। नेपाली फुटबललाई साँच्चै अब नयाँ तरिकाले लाने हो भने यो चाहिँ काम चलाउ हिसाबको तरिकाले भन्दा पनि अलिक व्यावसायिक नै बनेर जाने कुरामा, तर त्यसमा समय चाहिन्छ, गृह कार्य गरौँ भन्ने क्लबहरूको सुझाव छ। त्यस कारणले गर्दा अब हामीले प्रस्ताव गरेको सन्दर्भ चाहिँ देशको अवस्था सामान्य भइरहेकै भए त्यो हामीले अलिक मेहनत गर्न सक्ने अवस्थामा पनि थियौँ। तर पछिल्लो समय कतिपय कर्पोरेट हाउसहरूमाथिको चाहिँ क्षति, आगजनी, हमलापछि स्पोन्सरसिप लगायतको कुरामा कतिपय सबै पालिकाहरू, स्थानीय सरकारदेखि लिएर प्रदेश सरकारमा भएका आगजनीपछि अलिकति होम एन्ड अवेमा जाने सन्दर्भमा क्लबहरूले पाउने सेवा सुविधा, स्पोन्सरसिपको सन्दर्भमा अलिक वातावरण चाहिँ अलिकति बिथुलिएको जस्तो स्थिति छ। त्यस कारणले गर्दाखेरि अलिकति छलफल फेरि गर्नुपर्ने अवस्था छ र अब हामीले चाहिँ उहाँहरूले 8-10 महिना कम्तीमा चाहिन्छ भन्ने सन्दर्भसँगै हेर्दाखेरि अब होम एन्ड अवे गर्नलाई त्यत्रो समय चाहिन्छ भने 10 महिना के गर्ने त 10 महिना चाहिँ चुप लगाएर बस्नु भयो त भएन। खेलाडीहरू त्यसै पनि ढिलो भयो भने पछाडि लिग चाहिँ गर्ने, तर अब कुन फर्मेटमा गर्ने, कसरी गर्ने भन्ने सन्दर्भमा क्लबहरूसँग हामी छट पछाडि फेरि बस्दैछौँ र मलाई लाग्छ बिचमा पनि हामीले लिगलाई फर्स्ट टायरको लिग हामीले सम्पन्न गर्ने तयारी गर्छौँ र होम एन्ड अवेको सन्दर्भमा चाहिँ उहाँहरूले भने जस्तो हामीले अलिकति उहाँहरूले पनि जे सुझाव दिनुभएको छ त्यसलाई फेसिलिटेट गर्ने, सघाउने हो, क्लबलाई एकदमै सघाउने हो र होम एन्ड अवे फर्मेटमा लानै पर्ने भएको छ र क्लबहरू पनि फेरि जान तयारै हुनुहुन्छ।
हामी जाने हो, तर अलिक समय दिनुहोस्, समय मिलाएर जाउँ र सबै हिसाबले चाहिँ क्लबलाई व्यवसायिक बनाउँ भन्ने नै छ। त्यस कारणले गर्दा यो एकदमै सकारात्मक पाटो हो। समय अलिक लाग्ने कुरा ठिक छ, तर के भन्दाखेरि जान्नु भन्नुभएको छैन, गर्दैनौँ भन्नुभएको छैन। त्यस कारणले गर्दा यो नेपाली फुटबलमा एउटा ऐतिहासिक र विकासको सन्दर्भमा कोसे ढुङ्गा साबित हुन्छ भन्ने हाम्रो विश्वास छ। तर अब यो बिचमा ग्याप भयो यदि भने के हुन्छ भन्ने कुरा जुन छ, त्यसमा चाहिँ फेरि हामी फर्स्ट टायरको लिग चाहिँ सम्पन्न नै गर्ने तपाईँहरूको बिचमा प्रतिबद्धता जाहेर गर्छु र क्लबहरूसँग हामी अब चाँडै यो छठ पछाडि जुनले बसेर हामी त्यो चाहिँ कुन फर्मेटमा कसरी जाने भन्ने निर्णय गर्छौँ। यो कुराहरू मैले राखेँ र अब यसमा चाहिँ क्लबहरूबाट आएको सुझावहरू सायद तपाईँहरूले पाइ नै सक्नु भएको छ होला। त्यो लगायत अरू तपाईँहरूको विषय अरू पनि केही छ यदि भनेदेखि खास गरी आज चाहिँ मैले यदि यो लिगकै सन्दर्भमा तपाईँहरूलाई बोलाएर स्पष्ट पार्नु पर्नु भएको र मेरो तर्फबाट यति कुरा राख्छु र अरू तपाईँहरूले नबुझेको र अरू तपाईँहरूलाई लागेको कुरा केही छ भनेदेखि तपाईँहरूले राख्नुहुनेछ र हाम्रो त्यो बिचमा अब 10 महिना पुग्नु पर्ने भन्ने चाहिँ होइन, बिचमा लिग चाहिँ हुन्छ। तर हुमेन अवेरको सन्दर्भमा चाहिँ क्लबहरूले त्यसो समय मागे पछाडि सम्भवतः 8-10 महिना पछाडि वा 1 वर्ष पछाडिको चाहिँ हामी फेरि सुत्ने होइन, पर्सिको बैठकबाट त्यो होमेन अवेरको पनि हामी गृह कार्य चाहिँ थालिहाल्ने हो। त्यसलाई पनि सँगै लाने हो, यतापट्टि फेरि लिगलाई पनि बिचमा पनि लिग पनि आयोजना गर्ने। अब त्यो ग्राउन्डकै कारणले त रोकिन्न, ग्राउन्ड त हामीले अब चर्चबारीले 10 रङ्गशालाई देखाएर गरे हो होइन, त्यही गर्छौँ। त्यो एएफसी खेल्नलाई त्यस्तो समस्या नहोला भन्छु म। यो चाहिँ के हो भन्दाखेरि तपाईँले के बुझ्नु पऱ्यो भने सचिवालयले क्लबहरूसँग होमवर्क गरिराखेको हो। यसलाई टुङ्ग्याएर हामी फेरि कार्यसमितिको बैठकमा लिएर जान्छौँ र कार्यसमितिको बैठकले यसलाई औपचारिक निर्णय चाहिँ गर्नैपर्छ, त्यो गर्छ। त्यस कारणले गर्दाखेरि अब साधारण सभाले गरेको निर्णयको सन्दर्भमा ठ्याक्कै जे निर्णय भएको छ त्यही मात्रै हुनु हुँदैन, किनभने त्यो निर्णयहरू चाहिँ जहिले पनि हामीले के बुझ्नुपर्छ भने साधारण सभाले पास गर्ने बजेट र कार्यक्रमहरू भनेको जहिले पनि अनुमानितहरू हो। किनभने अनुमानित बजेट भन्ने हुन्छ प्रक्षेपण गरिएको कार्यक्रमको बजेटहरू हो। त्यस कारणले गर्दा जे टोक्यो ठ्याक्कै त्यही किन भएन भन्ने कुरा गर्नु सक्दा राम्रो हो, तर कहिलेकाहीँ डेट अलिकति तलमाथि हुन्छ, बजेटहरू पनि कहिलेकाहीँ एजम्सन गऱ्यो भन्दा तलमाथि हुन्छ, त्यो पर्छ। र एक्ज्याक्टली गर्नुपर्ने चाहिँ यहाँले भने जस्तो चाहिँ अब हामीले चाहिँ यो सचिवालयले क्लबहरूसँग बसेर होमवर्क गर्ने, त्यसलाई एउटा ठोस रूप लिइसकेपछि त्यसलाई औपचारिक रूपमा कार्यसमितिको बैठकमा लगेर निर्णय गरेर गर्ने हुन्छ। तपाईँले राष्ट्रिय लिग भयो भने त्यो सानो फर्मेटको हुँदैन, किनभने हाम्रो राष्ट्रिय बुझेँ समय अवधि यस्तो हुन्छ। समय अवधिको सन्दर्भ अब राष्ट्रिय लिगमा 10वटा क्लब मिनिमम हुने कुरा हुन्छ, डबल राउन्ड खेल्नु परिहाल्यो भन्दाखेरि रेसियो हुने हुन्छ। अब त्यसमा ठ्याक्कै 6 महिना पुर्याउने भने त हामीले अब चाहिँ यतापट्टि प्रि सिजन लगायत गरेर पुर्याउने हो। हाम्रो लगभग 6 महिना छुवाउने नै तयारी हुन्छ, जुन टायरको भयो भने। तर फर्स्ट टायरको लिग हुन्छ, त्यसमा चाहिँ झुकाउन अनुरोध गर्छ। अब यहाँले भने जस्तो अलिक अगाडि छलफल किन भएन जो भन्नुभएको छ। अब हामीले जति बेला क्लबहरूसँग मिटिङ गऱ्यौँ, मलाई लाग्छ त्यो झन् 4-5 महिना अगाडि थियो एउटा। अर्को कुरा के भने लिग खेल्नुपर्छ भने त साधारण सभाले पास गरेको डेट नै थियो भनेपछि त त्यो त झन्डै अगाडि नै थियो। खालि हामीले छलफल चलायौँ कि होमेन अवेमा जाने हो भन्दाखेरि क्लबहरूले चाहिँ त्योमा चाहिँ छलफल गरौँ भनेको हो। अरू लिग खेल्दिनँ भनेर क्लबले पनि भनेको छैन। होमेन अवे पनि हामीले चाहिँ के भन्दाखेरि पछिल्लो समय सचिवालयले छलफलको लागि हामीले लग्यो होइन, त्यही फरक खेल्ने भन्ने भन्दा पनि छलफलको लागि लग्यो र क्लबहरूलाई हामीले भनेको कुरा के हो भने अब कसरी जाने, अब सधैँभरि चाहिँ सेन्ट्रल भेल्यु खेलेर अलिकति त्यो टाइपको मात्रै गर्ने कि अलिक व्यावसायिक हुने होइन, क्लबहरू पनि अलिक व्यावसायिक हुने, हामीले लिगलाई अलिक इन्डिपेन्डेन्ट बनाउँदै लाइन लैजाने होइन। धेरै देशहरूमा त लिग कमिटीले सबै चिजहरू धानिरहेको स्थिति हुन्छ। क्लबहरू आफै धेरै चाहिँ आर्थिक गतिविधि गरेर उपार्जन गरेर एकाडेमीहरू चलाइरहेको हुन्छ नि त विदेशतिर होइन, विकसित देशहरूमा। भन्यो भने हाम्रो जस्तो देशमा पनि अब प्रयत्न गर्नुपर्छ भन्ने कुरा हो र त्यो छलफलमा लगेको हो। त्यस कारणले गर्दा उहाँले होमेन अवेको सन्दर्भमा चाहिँ हाम्रो यो कुरा छ भन्यो भने अहिले चाहिँ यो बिचमा लिग गर्ने कुरामा चाहिँ कुन फर्मेटमा गर्ने भन्ने कुरामा चाहिँ फेरि उहाँहरूले नखेल्ने भन्ने छैन। होमेन अवेको सन्दर्भमा चाहिँ अलिक टाइम चाहिन्छ भन्ने कुरा हो। हामी त्यसलाई अब टाइम दिएर अब सुरु गर्छौँ अर्को सिजनको लागि। भन्यो भने अहिले यो सिजनमा चाहिँ अब हामीले चाहिँ फर्स्ट टायरको लिग गर्छौँ
तर त्यो पनि अहिले हामीले यहाँ भन्न किन सकिँदैन भने क्लबहरूसँगै बसेर त्यसमा निर्णयमा पुग्छौँ। यसमा क्लब एन्फाले क्लबलाई दोष लाउने, क्लबले एन्फालाई दोष लाउने भन्ने कुरा नै छैन। त्यो नै गलत हो पहिलो कुरा होइन। किनभने अब एन्फा भनेको अब गभर्निङ बडी भयो, हामीले लिग आयोजना गर्नुपर्ने दायित्व छ। तर त्यो को भन्दा क्लबहरूलाई अनुकूलतामा हेर, मैले तपाईँसँग कुरा हुँदा मैले भनेको थिएँ कि क्लबहरूलाई पर्ने समस्याहरू हामी सुन्छौँ होइन, गर्नु त गर्छौँ भनेको थियो। तर अहिले पनि त म त गर्छु त भन्दैछु र क्लबहरू पनि त हो खेल्छु नै भनिरहेको छ नि त, खेल्दैन भनेको छैन। तर उहाँले भनेको समय चाहिन्छ, समय पुगेन, हामीले अलिक मिहिनेत गर्नुपर्ने हुन्छ, त्यो समय दिनुहोस् भन्ने त कुरा हो। अब त्यो कुरामा त मैले कारवाही गर्छु त भन्नु भएन नि त, खेल्दिनँ भने अब हुन्छ त भनेपछि समय दिने कुरोमा हामी फ्लेक्सिबल हुन्छौँ होइन। भोलि उहाँहरूलाई जस्तो जग्गा लिजिङदेखि र अरू कुरामा हामी फेसिलिटी पुरै गर्छौँ होइन। यो हामीले होम एन्ड अवे भनेको चाहिँ षड्यन्त्र गरेर क्लबलाई पेल्नलाई गरे होइन। नेपाली फुटबललाई साँच्चै नयाँ दिशा दिनको निम्ति इमान्दारपूर्वक हामीले क्लबहरूलाई सघाउने नै हो, सघाउनकै निम्ति हो होइन। तर त्यो राम्रो चिज आउनको लागि केही समय चाहिँ लाग्ने रहेछ। अब उहाँहरूले माग्नुभएको चाहिँ हामी त्यसमा फ्लेक्सिबल छौँ अनि ठिकै पनि हो। अब अनि अर्को कुरा चाहिँ तपाईँले जुन मैले भनेको मैले बोलिरहेको बेलाको देशको परिस्थिति र अहिले त ठ्याक्कै अर्को भयो नि त। किनभने त्यति बेलाकै हिसाबले गएको भएदेखि यो सम्भावना मैले देख्थेँ कि हामीले देख्थ्यौँ। अलिकति होमवर्क पनि भइसकेको थियो, तपाईँले जिल्लाहरूसँग बैठक पनि देखिसक्नु भएको थियो होइन। तर अब ठ्याक्कै त अहिले त हेर्नुहोस् परिस्थिति अब तपाईँ हामीलाई थाहा छ, धेरै त्यो त्यतातिर नजाउँ पोलिटिकल कुरा। तर अब अहिले सबै चिज बदलिए पछाडि अलिकति हामी फेरि त्यो विषयमा फ्लेक्सिबल त हुनै पर्ने देखिन्छ। त्यस कारणले गर्दा होम एन्ड अवे हुने कुरामा क्लबहरू पनि तयार हो, एन्फा पनि तयार हो। तर त्यसले अलिकति समय लिन्छ, समय लिने क्लबहरूले समय मागिसके पछाडि त्यसलाई हामीले समय दिनुपर्ने भयो। तर समय दिनुको मतलब चाहिँ फेरि टप टायरको लिग नगरिकन दिनु सम्भव छैन। त्यसकारण बिचमा टप टायरको लिग हुन्छ। अब त्यो छ 10 वर्षको लिजिङको ग्राउन्ड भन्ने छ, पुरै अनरसिप भन्ने छ होइन। अब एन्फाले रङ्गशाला चलाउन त पाइएको छैन 10 वर्ष होइन। त्यस कारणले गर्दा अब त्यो भनौँ न हामीले रङ्गशाला बनाउने भनेर सरकार लाग्दा त्यो पुरो सरकार लाग्दाखेरि जग्गा पाउनलाई अहिले 1 वर्षसम्म लाग्दैन, बदल्नलाई सिफारिस भएको छ। त्यही साइजमा गएर त हुँदैन। त्यस कारणले गर्दा त्यो उहाँहरूले भने टाइपको लिजिङ चाहिँ कानुनी रूपमै जो भन्नुभएको छ त्यो अब अहिले पोसिबल देख्दिनँ मैले। तर उहाँ लिग हुँदाखेरि उहाँहरूले खेल्ने एस्योरेन्स गर्ने कुरा चाहिँ हामी गर्छौँ होइन। लिग हुँदाखेरि उहाँको होम ग्राउन्ड बनाउने कुरामा त्यहाँको सम्बन्धित अब कोसँग अनरसिप हुन्छ उसले चाहिँ ओके तपाईँलाई चाहिँ यो ग्राउन्ड चाहिँ लिग खेल्न दिने भन्ने करार गर्नलाई सम्झौता गर्नलाई गाह्रो छैन। तर कानुनी रूपमै अब भनौँ न विराटनगरको शहीद रङ्गशाला चाहिँ मच्छिन्द्रको 10 वर्ष लिज, अब त्यस्तो त गाह्रो होला। तर अहिले हामीले एन्फाले खोजेको त्यस्तो खालको लिज पनि होइन। एन्फाले होम एन्ड अवे गर्नलाई त्यो खालको 10 वर्ष कानुनी रीत पुरा भएको लिजिङ डकुमेन्ट देऊ भनेर भन्दैनौँ नि त होइन। हामीले त्यस कारणले गर्दा एन्फाले होम एन्ड अवे गर्नलाई त्यो खालको डकुमेन्ट खोज्दैन, खालि उसलाई चाहिँ खेल्नको उपलब्ध जस्तो हामीले 10 रङ्गशाला गेम गर्नु पऱ्यो भनेदेखि राष्ट्रिय खेलकुद परिषदसँग स्वीकृति लिएर खेल्छौँ गराउँछौँ भने जस्तै स्वीकृति दिलाउने कामहरू हामी गर्छौँ। त्यो एउटा बाटो खुल्छ त्यसले भन्ने लाग्छ। अरू उहाँहरूले यहाँ जति पनि कुराहरू भन्नुभएको छ क्लबहरूको दायित्व पनि कति हो, एन्फाको कति हो। अब इन्टरनेसनल सबैमा जाँदाखेरि त अब सबै क्लबहरूले गर्नुपर्ने विभिन्न होला। तर त्यसो मात्रै भन्न अहिले हामी भन्दैनौँ। किन भन्दैनौँ भने अहिले हाम्रो क्लबहरूलाई हामीले सपोर्ट गर्नुपर्ने स्थितिमा सकेको सपोर्ट हामी गरेर बिस्तारै प्र्याक्टिस गराउँदै लगेर त्यसलाई चाहिँ फुल फ्लेजमा अनि व्यावसायिक बनाउने गरी हामीले सोचिराखेको छौँ। अन्ततगत हामी होम एन्ड अवेमा जान्छौँ भन्ने कुरा हो। त्यसको लागि क्लबहरूले टाइम चाहिन्छ भनेपछि हामी अब सेन्ट्रल भेन्यूमा 37 स्मारक एडिरन वा राष्ट्रिय लिग मध्ये हामी छलफल गरेर त्यो विषयमा हामी क्लबहरूसँग छलफल गरेर त्यसलाई आयोजना गर्छौँ। भयो त कहाँ भने उहाँहरूले माग गर्नुभयो पो भने त उहाँहरूसँग बैठकै बस्नु पाएको छैन, कति सहमति भएर होइन। हामीले प्रस्ताव गरेको उहाँको फरक पत्रकार सम्मेलन गरिसक्नुभयो, मैले कहाँ सहमति गरेँ भने जस्तो लाग्दैन मलाई। मैले भने चाहिँ के भने उहाँहरूले माग गर्नुभयो त्यो कुरा जायज छ, समय चाहिन्छ भन्ने कुरा जायज छ, त्यसलाई हामी फ्लेक्सिबल हुन्छौँ भने अब एउटा। अर्को चाहिँ हिजो बसेर चाहिँ के अरे राष्ट्रिय लिग गर्न सहमति भइसक्यो जो भन्नुभयो त्यो आधिकारिक कुरा होइन। छलफल त विभिन्न एङ्गलबाट हुन्छ, तर पछि हाम्रो बैठक बसेर निर्णय नगरिन्जेलसम्म त्यो चाहिँ आधिकारिक होइन। त्यस कारणले गर्दा त्यसलाई चाहिँ त्यो अब कहाँबाट सूचना पाउनुभयो थाहा छैन। अब भेटघाट बस्ने त अब यी हुनुहुन्छ क्लबकै हो, अब यो क्लबकै साथीहरू आइरहेको हुन्छ, कहिले बाहिर भेटिएला त्यो मात्रै हो।
औपचारिक बैठक एटिएम क्लबहरू त्यति गैर जिम्मेवार हुनुहुन्छ भन्ने लाग्दैन। तर मैले अघि नै पनि भने क्लबहरूको पनि अवस्था हेरेर क्लबहरूको पनि चाहिँ मार्काहरू एन्थाले बुझ्नुपर्ने र सम्बोधन गर्नुपर्ने हुन्छ। मेरो एउटै मात्रै कुरा छ, अहिले हामी यो परिस्थिति जन्ने कारणले होम एन्ड अवेलाई 1 वर्ष 10 महिना 1 वर्ष जो उहाँहरूले माग्नु भएको छ त्यसलाई समय दिन तयारै जस्तो छौँ। किनभने हामीले अब त्यो पर्सिकै बैठकबाट के सुरु गर्नुपर्ने हो जस्तो उहाँले भन्नुभएको छ नि त, भनेपछि त्यही बैठकबाट ल यो सुरु गर्ने भनेर त्यो पनि सुरु भइहाल्छ। तर त्यत्रो समय लागेपछि भनेपछि लिग अब कुन मोडलमा गर्ने होइन, अब सेन्टर भेन्यू गर्ने कि शहीद स्मारक गर्ने कि राष्ट्रिय लिग गर्ने कि के गर्ने, त्यो क्लबहरूसँग बसेर हामी छलफल गर्छौँ। तर टप टायरको लिग चाहिँ हुन्छ, त्यस कुरामा मैले तपाईँलाई विश्वस्त दिलाउन चाहन्छु। किनभने क्लबहरू पनि लिग खेल्नुपर्छ भन्ने कुरामा क्लबहरूको पनि नाइटहरू अहिले छैन। यो अलिकति समस्या छ। यो समस्या के छ भन्दाखेरि यो कतिपय समय भन्ने कुरा चाहिँ तपाईँहरूको बस्नु पनि नहुँदो रहेछ कि होइन। अब यो भनौँ न, मैले अब घुमाएर त्यहीँ लानुपर्ने हुन्छ होइन। अब अहिले कसले सोचेको थियो र यत्रो चाहिँ आन्दोलन होला, अवस्था यो होला होइन, यत्रो धेरै चाहिँ आगजनी तोडफोड या जे होस् होइन, अस्थिरता आउला भनेर सोचेको थिएन नि त। त्यस कारणले गर्दा कहिले अब कोरोना आइदिने, कहिले यस्तै घटनाहरू भयो, यस्तै कारणले पनि हो एउटा होइन। अर्को चाहिँ के भन्दाखेरि अब हाम्रो पनि कतिपय चाहिँ जस्तो मैले अघि नै भने कि अब बिडिभन लिग हुनु नसक्दाखेरि त्यहाँ हाम्रो खालको अब के चल्यो भनौँ न, अब पोलिटिकल भन्दा मैले अघि पनि साथीहरूलाई भने कि नेपालको राजनीतिक पार्टीको पोलिटिकल के चल्यो भने फुटबलभित्रकै समूहको अब भनौँ न एक खालको चाहिँ अलिअलि टक्रा, यस कारणले पनि धेरै हामीले डिस्टर्ब गऱ्यो। तर अब लिग ढिलो भयो त्यो कुरा हामीले महसुस गरिरहेका छौँ। तर अब ढिलो भए पनि राम्रो बहस सुरु भएको छ। त्यस कारणले गर्दाखेरि होम एन्ड अवेको फर्मेटमा पनि अब यही बहसबाट आधार तयार हुँदै जानेछ भन्यो भने त्यो फर्मेटमा जानुभन्दा अगाडि एउटा लिग गर्ने कुरामा पनि एन्ट्रा प्रतिबद्ध छ। क्लबहरूलाई त्यो कुरामा चाहिँ कन्भिन्स गरेर हामी लिग सम्पन्न गर्छौँ। हजुर, राजीनामै मागेपछि अब सबैले दिनुपर्छ होइन, अब उहाँहरूले पनि दिने होला होइन। एउटा अब त्यो फेरि मैले उहाँहरूले गरेको पत्रकार सम्मेलनको अब मैले धेरै उत्तर दिन्न, त्यो किनभने अध्यक्षज्यूले हामीले गर्ने हो त्यो। अब उहाँ त वरिष्ठ उपाध्यक्ष होइन, म त वरिष्ठ उपाध्यक्षको कुरा मैले कसरी काट्ने होइन। त्यस कारणले गर्दा अब वरिष्ठ उपाध्यक्ष गरिमा भने त धेरै ठुलो हो क्या हेर्नमा होइन। त्यस कारणले गर्दा सबैले आफ्नो पद अनुसारको गरिमा ख्याल गरिदिँदा राम्रो हुन्थ्यो। उहाँले त्यो कुरा चाहिँ त्यसरी गर्नुभन्दा कार्यसमितिको बैठकमा राख्दा त राम्रै हुन्थ्यो भन्ने लाग्छ। रिलिज छ भने त अब कानुनी उपचार जानुपर्ने हुनसक्छ, तोक्नु भएको छ भने। अब त्यो त उहाँहरूले मलाई 3 वर्षै अगाडि होला, 3 वर्षै अगाडि चार्ज लाएर अनि नाङ्गै भएर कट्टु मात्रै लाएर कन्दनीमा हातले पक्रेर कुदै गरे कार्यक्रमलाई नेपालको सबै ठाउँमा होइन, सबै निकायमा उजुर हालेर म माथि छानबिन भएर त्यो केही पत्ता नलागेपछि पनि अझै लिनु भएको छ। अब त्यो के भन्ने मैले, त्यस कारणले गर्दा अब पुष्टि गर्नुहोस् न, पुष्टि गर्ने चुनौती दिन्छु। अब त्यस लेख्नै भएको छ भने कानुनी रूपमा जानु पर्यो भने जाउँला, तर अब वरिष्ठ उपाध्यक्षको विरुद्धमा कानुनी रूपमा किन जाने होला र पुष्टि गर्ने, कारबाही गर्ने। उहाँ वरिष्ठ उपाध्यक्ष निकाले भइहाल्यो नि कारबाही गरेर होइन। त्यस कारणले गर्दा अब व्यक्तिगत रूपमा मैले त उहाँहरूको पनि धेरै कुरा होला, अब अहिले त्यतातिर नजाउँ होइन। उहाँहरूलाई अब त्यही कुरा हो मेरो विषय सन्दर्भमा। तपाईँले चस्स हुने कुरा त भइहाल्छ होइन, तर तपाईँहरूले जहिले पनि अब चाहिँ के भन्दाखेरि सचिवालयको मान्छेको तलब र खेलाडी तलब जोड्नुहुन्छ कि यस्तो सुन्नु, जिम्मेवार हुने कुरामा सैद्धान्तिक रूपमा विमत हुने कुरै भएन। तर अब हामीले लिग नभइसके पछाडि लिग हुने बाटो उठाउनु मैले अघि भने कि बिडिभन लिग समस्या भयो नि त। त्यस कारण त्यो वातावरण नभइसके पछाडि एटिभन लिग नहुने पछाडि त्यही खेलाडीहरूको पीडनाकालाई सम्झेर वा महसुस गरेर हामीले एनएसएल आयोजना गर्नु थियो। एनएसएलसँग छलफल गऱ्यौँ, एनएसएलहरू चलायौँ, अरू नकआउट टुर्नामेन्टहरूलाई पनि
हामीले चाहिँ अनुमतिहरू दियौँ र त्यसको व्यवस्थापनहरू गऱ्यौँ भने राष्ट्रिय टिमहरूलाई हामीले जहिले पनि व्यस्त बनायौँ होइन। र अर्को चाहिँ अब टप लेभलको प्लेयरहरू त अब देश विदेशमै गएर खेलिरहने भएको छ। एउटा एभरेजको प्लेयरहरूको समस्या सम्बोधन गर्नको निम्ति चाहिँ हामीले त्यस कारणले नै हामीले एनएसएलहरू चलायौँ र अहिले अब जो हामी तयारी गर्दैछौँ त्यस कारण पनि अब खेलाडीहरूको निम्ति नै भनेर हामीले होम एन्ड अवेको फर्मेटले टाइम लिने भइसकेपछि बिचमा लिग गर्ने भन्ने त्यो महसुस गरेर हामी लिग गर्ने भन्ने चाहिँ मैले जे भन्छु त्यसले तपाईँ सेटिस्फाइड हुनुहुन्न किनकि तपाईँको प्रश्न नै प्रोग्राम रहेको छ कि होइन। तपाईँको एङ्गल कता छ भन्दा तिमीलाई चिन्दै थिएन भन्ने गरेर छ त त्यस्तो होइन। मैले अघि नै कन्भिन्स तपाईँलाई म कहाँ गर्छु भने तपाईँले त्यसरी नसोच्नुहोस्। किन नसोच्नुहोस् भने कसरी यहाँसम्म आइपुग्यो होइन, टुप्लुक्क आइपुग्यो होइन नि त होइन। योभन्दा अगाडि सङ्घर्ष गर्दै जाँदाखेरि मैले अघि नै पनि भने कि सजिलो बाटोबाट यहाँसम्म आएको होइन। त्यस कारणले गर्दा हामी इमान्दारपूर्वक मेहनत गरिरहेका छौँ। तर अघि नै पनि मैले भने कि धेरैवटा अब्स्ट्याकलहरू छ होइन। धेरैवटा अब्स्ट्याकलहरूको कारणले यो समस्या भइरहेको छ होइन। तपाईँ मैले भने त अघि नै होइन कि हामीले चाहिँ मैले बी डिभिजनमै समस्या भयो नि त। त्यस पछाडि अहिले बल्ल त ए डिभिजनको लागि चाहिँ तपाईँको चाहिँ यो भनौँ न क्लबहरूको चाहिँ कुन क्लब खेल्ने भन्ने कुरा फाइनल भयो होइन। त्यस पछाडि हामीले निरन्तर मेहनत गरिराखेका छौँ। केही समय ढिलो भएको कुरा म स्वीकार छु। तर पनि अब मैले अघि नै भने कि अब तुरुन्तै हामीले चाहिँ त्यो विषयमा डिसिसन गरि नै हाल्छौँ। केही समय ढिलो भएकोमा नेपाली फुटबल फ्यानहरूप्रति अब मैले चाहिँ त्यो कुरालाई मैले र त्यो भावनालाई म सम्मान गर्छु। छिटो लिग हुनु पऱ्यो भन्ने कुरालाई म सम्मान गर्छु। त्यो नेपाली फुटबल फ्यानहरूले यो अरू कारण भन्दा पनि अब रिजल्ट खोज्ने रहेछ। त्यो स्वाभाविक पनि हो। त्यस कारणले गर्दाखेरि हाम्रो त्यसमा मेहनत भइरहेको छ। र मैले अझै तपाईँलाई अघि गर्नु खोजेको कुरा चाहिँ के हो भन्दाखेरि अब यति यहाँसम्म हामी अलिकति ढिलो भइसके पछाडि अब योभन्दा उता चाहिँ एउटा राम्रै चिज होइन, फुटबलको विकासको सन्दर्भमा एउटा राम्रै निर्णय होस् भन्ने मेरो कामना हो होइन। अब यति ढिलो भइसके पछाडि पनि जस्तो हामीले कम्तीमा त्यो बहस लगेपछि अहिले क्लबहरू सबै क्लबहरूको मानसिक रूपमा अब चाहिँ वास्तवमा होम र अवेमा जानलाई हामीले चाहिँ आफ्नो ग्राउन्डहरूको विषयमा आफूलाई व्यावसायिक बनाउने विषयमा क्लबहरूले पनि अहिले एकदम गृह कार्य थाल्नुभयो नि त। त्यस कारणले गर्दाखेरि जस्तो अब नेक्स्ट सिजनमा गर्ने भन्ने भनेको त्यो एकदम सकारात्मक कुरा हो। अलिकति ढिलो भएको कुरा हो। तर तपाईँ मार्फत नेपाली फुटबल फ्यानहरूलाई म भन्न चाहन्छु कि हामी इमान्दार प्रयास गरिरहेका छौँ। अलिकति ढिलो भएकोमा क्षमायाचना पनि गर्छु र अब जे अगाडि आउँछ त्यो एकदमै चाहिँ सुनौलो भविष्यको रूपमा अगाडि आउँछ भन्ने लाग्छ। र स्वाभाविक रूपमा लिग भएको भए अझै हाम्रो टिमको पर्फर्मेन्स राम्रो हुन्थ्यो। अब यसको निम्ति हामीले मेहनत गर्छौँ, प्रयास गर्छौँ र सबै भनौँ न मिडियाकर्मी तपाईँ साथीहरू र चाहिँ कर्पोरेट हाउसहरू सबैलाई चाहिँ कोअपरेट गरिदिनु मैले अनुरोध गर्छु।